साथीहरू कति खालि भात मात्रै खाने क्या साथीहरू, आज चाहिँ ढेँडो पनि खाऊँ है। अनि कति पकाएको मात्रै भिडियो हाल्नु भनेर आज चाहिँ म त्यो खाएको मात्रै भिडियो हालेर लिएर आएछु साथीहरू। अनि मैले चाहिँ आज ढेँडो खान लागेको छु तातो 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 साथीहरू। अनि चिकन, कुखुराको मासु, अनि राजमाको तरकारी ग्रेभी, अनि दही, अनि डल्ले खुर्सानी कागती सबै ल्याएर अनि गम 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 खाएँ क्या साथीहरू। मलाई यस्तो मनपर्छ ढेँडो है। तर गर्मीमा चाहिँ यो ढेँडो खान नसकिने रहेछ कि, गर्मी भएर त्यही माथि खुर्सानी टोकेको 2टा कि 3टा खाएँ होला मैले यो डल्ले खुर्सानी। आम्मामा झन्डै मलाई गर्मीले एकछिन त काँचो हाम्रो उफ्रौँ कि बाफ्रे भएको क्या साथीहरू। अनि तपाईँहरू कसलाई मनपर्छ यो ढेँडो साथीहरू, मनपर्छ भन्ने कमेन्ट छोड्नु है साथीहरू। अनि आज तपाईँहरूले खानामा के खानुभयो? हुन त यो ढेँडो सबै नेपालीहरूको हरेकको घर घरमा पाकि नै रहेको हुन्छ होइन, नपाक्ने त हुँदैन। प्रायः जस्तो यो ढेँडो मन नपर्ने भने त कोही पनि हुँदैन। अहिले त ढेँडो त झन् किनी खान्छन् मान्छेहरू है। पहिले कति दुःखमा यो ढेँडो खाइन्थ्यो भने अहिले चाहिँ अब यो ढेँडो खानलाई सोख भइसकेको छ मान्छेहरूलाई, कति मनपर्छ। किनी आज स्वास्थ्यको लागि भनेर खोजी खान्छन्। अचेल त अझ कोदोको फापरको ढेँडो खान पाए त झन् कति खुसी हुने। अब यहाँ कहाँबाट भन्ने बित्तिकै कहाँबाट पाउँछ र है कोदो फापर। अनि जे छ घरमा त्यसैको खाने। म त अब मलाई त फेरि यो आटासँग यो कुखुराको मासुसँग कस्तो मनपर्छ क्या आटाको ढेँडो। ल हस् त साथीहरू, आजको दिन यत्तिकै बित्यो। हस् त, बाई।